गर्ने हावाले हेर्छ पानी हेर्नु न पुरा अनि हो त नि हावाले पानी उताबाट आएको पानी यताबाट हावाले बचाएको यहाँनिर फोटो यहाँनिर वरसम्मै ल्याउँदो रहेछ बेगमा हालेर त्यही भएको त्यही भएर अनि फेवातालमा हावा चले बेला बिमा चढ्नु हुँदैन भनेर पानी कस्तो हेर्नु न हावाको त्यस्तो यो ग्रामीण बाटो धेरै रहेछ त्यही भएर बाइक त यस्तो ग्रामीणमा कस्तो स्पिड छ हजुर हावाको वेलकम टु छसाङ उडाउँदो छ हावाले छसाङ कहाँ गरे छसाङ होला अब घर दुईटा घर देखेर छसाङ 88 रे हजुर वेलकम टु छसाङ भन्यो वार्ड नम्बर 3 छसाङ हो यो त्यहाँको गाउँपालिकाको 3 नम्बर वार्ड पर्छ यो ग्रामीण भएर नगइसक्यो रहेछ सानो हिसाब होइन अब जाने प्लानमा त हो के भएर नगएको ए उनीहरूको ड्युटी नभएर ड्युटी थिएन नि त ड्युटी बाबु त अब दिँदै हो आउने दुईजना साथीको त ड्युटी सक्यो भएर बाबु रोड त बनाएकै ठाउँ ठाउँमा सफाइ गरिरहेछ न त कहाँ यस्तो कुरो त्यहाँदेखि गाडी सफा गर्नु त पिच देखामा अब अरे यो त बाटो खोल्न सजिलो रहेछ सङ्गी हजुर हजुर त्यो त पर काट्नु पर्ने रहन्छ हजुर त्यो गोजारे खुब सजिलै छ भन्ने बाटो छ त्यही भएर त यसलाई अलि बढी उद्या त प्राथमिकता अब चाइनासँग पनि कनेक्ट हुनुको व्यापार भयो 3-4 यहाँ आएर फेरि दुईटा भाइ बोलाउ उतापट्टि ठुलो छ कि जस्तो लाग्छ हामी मुस्ताङ जिल्ला मुस्ताङको अप्पर मुस्ताङ गइरहेको हो अब यो कहाँ के खेती कहाँ घर हुने हो यस्तोमा हावाले उडाइकन फालिहाल्छ सबै तलबाट पट्याइकन बाइक त कुद्ने यस्तो बाइक किन जानु दौडिन्छ त्यहाँ त भटभटे लिएर आउँदा रहेछ ढुङ्गाले ढ्याङ्गै हान्छ ठिकै माथि उठ्न ठोकिन्छ चेचिसमा हामी 4 किलोमिटर हामीलाई दिएर त्यस्तो छ झ्याल नखोले न तपाईँकोतिर झ्याल खोले ठुल्ठुलो बालुवा बाटो फरकिनु यतापट्टि पनि उतापट्टि पानी ठुलो सम्झि झेल छ तर बाटो खोल्न त उता कालीकोट जुम्ला भन्दा त यता धेरै सजिलो रहेछ उता कति सजिलो उता परा काटेर कस्ता परा यहाँ यिनी नेपाली हो कि जानु ढुङ्गा सारी के भन्नु छोटे लुग्नु 4 घण्टा लाग्छ भने बाइकमा त 4 घण्टा लाग्यो नि गाडीमा त झन् कति घण्टा लाग्छ भने अब पित त छैन भन्ने कुरा बुझिहाल्यो पित त छैन भने चाहिँ फोन आएछ बाबु नभए फर्किँदाम त नभए नजाउनु त फर्किनमा त त्यस्तो गाह्रो छ भने नै गाह्रो छ भने फर्किम बिताएर ओ त्यहाँबाट अलपत्र परिन्छ फर्किम त त्यसो भए फर्किम उ त्यहाँबाट फर्काऊ फर्क्यौ त बाबु फर्क्यौ ल फर्कियो भयो गाह्रो गरेर नजान ल गाह्रो छैन जबरजस्ती भर्खर नजिकै 4-5 किलोमिटर जाने हो हजुर हामी मन्दिर हैन के त्यही त ल फर्किम
पिच भएपछि कुनै किन ल फर्क ल यताबाट ए चौडा छ यहीँबाट फर्काएर अब जाउँ तल कागबिन जाउँ दर्शन गरौँ अनि जाउँ फोटो सोटो खिचौँ टाइम छ कागबनी घुम्नु अब यता कहिले मौका परे आइएला हजुर। मन्दिर होइन केही होइन अब ठाउँ त्यही हेर्नु अब त्यही हिमाल मन्दिर भयो नि बडो नमस्कार छ अलि ठुलो गाडी भए त जान स्टेप गर्नु भयो यो त गाडी भाव हुन्थ्यो अब गाडीलाई बिगारेर किन्छ नि मारै खान्छ गाडीले त एउटा अहिले गरेर आइसक्नु यहाँ त कति 1 किलोमिटर हिँडेको छ जम्मा उसले नाइ भने त फेरि नाइका नाइ हो उसलाई अघि नै मन थिएन जाने जाम बाबुले हो कर गरेको त बाबुले